गाइज गुड मर्निङ छ सबैजनालाई। आज पनि फेरि म न्यू ब्लगको साथ उपस्थित भइसकेको छु। आज हिन्दूहरूको महान चाड विजया दशमीको धेरै 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 शुभकामना सबैजनालाई। आज हेर्नु न मौसम पनि कति आनन्दको मौसम छ। बारीहरू हेर्नु न। म पनि मन्दिर जानको लागि रेडी भइसकेकी छु। आज बिहान उठेँ, नुहाइधुवाइ गरेँ, सरसफाइ गरेँ मन्दिर जानको लागि। अब फ्यामिली पनि मिस गरिरहेको छु। के गर्नु, अब मिस गरे पनि हिन्दूहरूको महान चाड होइन। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, देश तथा विदेशमा रहनुभएका मेरा दिदी दाइ भाइहरू, मम्मी अङ्कल आन्टीहरू सबैजनालाई फेरि पनि धेरै धेरै शुभकामना विजया दशमीको। टाढा भए पनि फ्यामिलीसँग बस्न पाइँदैन, रमाइलो गर्न पाइँदैन, परिस्थिति बाध्यताले नि यस्तो स्थिति आइपर्छ। केही छैन, इसुकै हामी युट्युब मार्फतबाट नै परिवार सम्झेर रमाइलो गर्नुहोला। सो म चाहिँ अब मन्दिर जानको लागि लगभग रेडी भइसकेँ। फाइनली म रेडी भइसकेकी छु। हेर्नुहोस् न, कस्तो देख्दैछु। अहिले आएर खान्छु म। फाइनली रेडी नै भइसकेँ। अब हामी मन्दिरतिर भेटौँला है त। मौसम पनि कति सुहानै मौसम छ, हेर्नु न। म यता छु। सुहानी मौसम, कति आनन्दको मौसम। लगभग धान पनि पाकिसकेछ, हेर्नु न यहाँ। सबैजना हेर्नु न गाइस, धान पनि पाकिसकेछ। अब अहिले असोज कार्तिक मङ्सिरतिर होला सायद धान पाक्छ कि मङ्सिर माघतिरै होला सायद धान पाकिसक्छ होला। अब धान पनि पाकिसकेछ। अनि अब धान काट्यो भनेको त्यही मङ्सिरतिरै होला सायद, मलाई पनि खासै थाहा छैन। म चाहिँ रेडी भएर जाँदैछु मन्दिर, मौसम हेर्दै। कति खाली हो आज। फाइनली गाइस, म चाहिँ मन्दिरबाट घर आइपुगिसकेँ। बाटोमा हिँड्दैछु। मौसम हेर्नु न, कस्तो मजाको कि आज। मन्दिर त गयो हजुर, जमरा खोज्दा जमरा कहीँ भेटेन। अब दसैँ कसरी मनाउने, जमरा बिना त फिक्का हुन्छ नि त। अब हेरौँ के हुन्छ। म चाहिँ घर आइपुगिसकेँ। घर चाहिँ यही हो,
सबैजना सुतिरहनु भएको छ होला। म चाहिँ मन्दिर घुमेर आइसकेँ, तर जमरा चाहिँ पाइनँ हजुर। फाइनली गाइज मेरो चाहिँ दसैँ अब आज यस्तै बित्यो होइन। अब मम्मीहरू याद आइरहेछ, फ्यामिली सबै याद आइरहेछ होइन। के गर्नु, सोचेको जस्तो हुँदैन नि त। अब समय परिस्थिति अनुसारले हामी चल्नुपर्छ। सो मेरो दसैँ खल्लो भयो भने हजुरहरूको दसैँ चाहिँ रमाइलो होस्, यही छ मेरो दसैँको धेरै धेरै शुभकामना। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, परदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, आफ्नो फ्यामिलीलाई सम्झिरहनु भएको छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यसरी नै दसैँलाई इन्जोय गर्नु। सो भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिन नबिर्सिनु होला। यसरी नै माया गरिदिनु, साथ सपोर्ट गरिदिनु भन्दै भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु। सबैलाई बाई बाई, ह्याप्पी दसैँ फेरि पनि। लभ यु गाइज।